हामी ब्याङ्कलाई पैसा सुरक्षित राख्ने एउटा ठाउँ भनेर सोच्छौं, तर के कहिले विचार गर्नुभएको छ हाम्रो पैसा राखेर मात्रै ब्याङ्कहरूले कसरी यत्रो ठूलो नाफा कमाउँछन्? आज हामी ब्याङ्कको आम्दानीको यही रहस्यलाई पर्दाफास गर्नेछौं। प्रश्न एकदमै सिधा छ। हामीले जम्मा गरेको पैसा खातामा सुरक्षित रहँदा त्यही पैसा ब्याङ्कको लागि आम्दानीको मुख्य स्रोत कसरी बन्न पुग्छ? ल, यसको पछाडिको वित्तीय प्रणालीलाई अलि नजिकबाट निहालौं। यो कुरा बुझ्न हामी तीनवटा मुख्य पाटो हेर्नेछौँ। सबैभन्दा पहिले ब्याङ्कको मुख्य व्यवसाय अर्थात् ब्याजको खेललाई बुझ्नेछौँ। त्यसपछि हामीले तिर्ने अनेक थरीका शुल्क र जरिवानाको संसारमा पस्नेछौँ र अन्त्यमा ब्याङ्कले आफै लगानी गरेर कसरी पैसा कमाउँछ त्यो पनि हेर्नेछौँ। सुरु गरौँ पहिलो खण्डबाट, मुख्य व्यवसाय ब्याज। यो नै हो ब्याङ्कको नाफाको प्राथमिक इन्जिन। भन्नुको मतलब ब्याङ्कको आम्दानीको सबैभन्दा पुरानो र शक्तिशाली तरिका नै ब्याज हो, जसले उनीहरूको व्यापारको जग बसालेको छ। यसको सिद्धान्त एकदमै सरल छ। ब्याङ्कले हामीबाट बचत खातामा पैसा लिन्छ र हामीलाई थोरै प्रतिशत ब्याज दिन्छ, अनि त्यही पैसा अरूलाई ऋणको रूपमा दिन्छ, तर उनीहरूबाट चाहिँ निकै बढी ब्याज असुल्छ। यो कम ब्याजमा लिएर बढी ब्याजमा दिने प्रक्रिया, जसलाई स्प्रेड भनिन्छ, नै ब्याङ्कको नाफाको मुख्य रहस्य हो। अब वित्तीय भाषामा यो फरकलाई खुद ब्याज आम्दानी वा नेट इन्ट्रेस्ट इन्कम भनिन्छ। सिधा कुरा, ब्याङ्कले ऋणबाट कमाएको ब्याजबाट निक्षेपकर्तालाई तिरेको ब्याज घटाउँदा जे बाँकी रहन्छ त्यही नै हो ब्याङ्कको मुख्य आम्दानी। तर यहाँ एउटा प्रश्न उठ्छ, के ब्याङ्कले हामीले जम्मा गरेको सबै पैसा ऋणमा लगाइदिन्छ त? त्यसो होइन। नियमअनुसार ब्याङ्कले जम्मा भएको रकमको एउटा सानो अंश मात्र आफूसँग सुरक्षित राख्नुपर्छ। बाँकी ठूलो हिस्सा ऋण दिन उनीहरू स्वतन्त्र हुन्छन्। यही प्रणालीलाई आंशिक सञ्चित ब्याङ्किङ भनिन्छ र यसले नै ब्याङ्कलाई पैसाबाट पैसा बनाउन मद्दत गर्छ। अनि यहाँ एउटा अचम्मको तर निकै महत्त्वपूर्ण कानुनी सत्य लुकेको छ। जब हामी ब्याङ्कमा पैसा जम्मा गर्छौं, त्यो पैसा कानुनी रूपमा हाम्रो रहँदैन, त्यो ब्याङ्कको सम्पत्ति बन्छ। हो, यो कुरा सन् 1848 को एक ऐतिहासिक फैसलाले नै स्थापित गरेको हो। ब्याङ्कले हामीलाई पैसा फिर्ता गर्ने वाचा त गर्छ, तर त्यसबीचमा त्यो पैसालाई आफ्नो मानेर लगानी गर्ने र नाफा कमाउने पूर्ण अधिकार उसलाई हुन्छ। ल, ब्याजको कुरा त भयो, तर ब्याङ्कको कमाई यतिमा मात्रै सीमित छैन। अब हेरौँ अर्को महत्त्वपूर्ण स्रोत, हामीले विभिन्न सेवाहरूका लागि तिर्ने शुल्क र जरिवाना। यसलाई गैर ब्याज आम्दानीको संसार भनिन्छ। शुल्कबाट हुने आम्दानी कति विशाल हुन्छ, यो आँकडाले छर्लङ्ग पार्छ। कल्पना गर्नुहोस् त, अमेरिकामा मात्रै सन् 2019 मा ओभरड्राफ्ट जस्ता सामान्य शुल्कबाट ब्याङ्कहरूले 15 अर्ब डलरभन्दा बढी कमाए। यो साँच्चै नै अकल्पनीय रकम हो। ब्याङ्कहरूले अनेकौं बहानामा शुल्क लगाउँछन्। खाता मर्मत शुल्क, एटिएम प्रयोग शुल्क, ढिलो भुक्तानी भयो कि जरिवाना। हामीलाई सामान्य लाग्ने यी सासाना शुल्कहरू नै थोपा थोपा मिलेर ब्याङ्कको लागि आम्दानीको विशाल सागर बन्छन्। यी शुल्कहरूको असर कतिसम्म पर्न सक्छ, यो उदाहरणले प्रष्ट पार्छ। ओभरड्राफ्ट शुल्कका कारण कहिलेकाहीँ $3 कफीको मूल्य $35 पुग्न सक्छ। यसले देखाउँछ कि एउटा सानो गल्तीले पनि कसरी ठूलो वित्तीय भार थपिदिन सक्छ। अब लागौं ब्याङ्कको आम्दानीको तेस्रो र शक्तिशाली स्रोततिर, ब्याङ्कको आफ्नै लगानी। ब्याज र शुल्क बाहेक यहाँ ब्याङ्कले एक वित्तीय खेलाडीको रूपमा आफ्नो पुँजीलाई बजारमा परिचालन गर्छ। ब्याङ्कहरूले हामीबाट सङ्कलन गरेको त्यो विशाल पुँजीलाई विभिन्न वित्तीय बजारहरूमा लगानी गर्छन्। उनीहरूले सरकारलाई ऋण दिन्छन्, ठूला कम्पनीहरूको शेयर किन्छन् र विदेशी मुद्राहरूको कारोबार पनि गर्छन्। यी सबै लगानीबाट उनीहरूले ब्याज, लाभांश वा मूल्य वृद्धिबाट अतिरिक्त आम्दानी गरिरहेका हुन्छन्। जस्तै सरकारी ऋणपत्रलाई नै हेरौँ। यो ब्याङ्कहरूको लागि एक सुरक्षित लगानी मानिन्छ। यसमा ब्याङ्कले सरकारलाई पैसा ऋण दिन्छ र बदलामा सरकारबाट निश्चित ब्याज कमाउँछ। यो भनेको सरकारलाई ऋण दिएर नाफा कमाउने तरिका हो। विदेशी मुद्राको कारोबार पनि उही ब्याज जस्तै स्प्रेडको खेल हो। ब्याङ्कले कुनै मुद्रा जस्तै युरो सस्तोमा किन्छ र हामीलाई अलि महँगोमा बेच्छ। यही किन्ने र बेच्ने मूल्य बीचको सानो अन्तर नै ब्याङ्कको नाफा बन्न जान्छ। ल, अब अन्तिम खण्डमा हामी यी सबै कुरालाई जोडेर हेरौँ। आखिर ब्याङ्कको व्यापार मोडेलको पूर्ण तस्बिर कस्तो देखिन्छ त?
सारमा भन्नुपर्दा ब्याङ्कको आम्दानी 3वटा मुख्य स्तम्भमा अडिएको छ। पहिलो, ब्याजको अन्तर, जहाँ ऋणमा धेरै ब्याज लिएर नाफा कमाइन्छ। दोस्रो, हामीले तिर्ने अनगिन्ती शुल्क र जरिवाना। र तेस्रो, वित्तीय बजारमा गरिने लगानी र व्यापार। यही 3 खम्बे संरचनाले ब्याङ्कको विशाल नाफा सुनिश्चित गर्छ। अन्तमा एउटा प्रश्न, बैंक केवल पैसा राख्ने सुरक्षित ठाउँ मात्र होइन, यो एक नाफामुखी व्यवसाय हो। अब यो मोडल बुझिसकेपछि के अब मानिसले आफ्नो पैसा र समग्र वित्तीय प्रणालीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु आवश्यक छ? यो साँच्चै सोच्न लायक कुरा हो।